हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म अरू रेगुलर भिडियोभन्दा केही फरक लिएर आएको छु। अ डे इन माई लाइफ। मेरो बिहानी चाहिँ मेरो छोरीसँगै सुरु हुन्छ। सुरुमा उठेपछि चाहिँ म आमा बाटामा लिटो खाना लान्छु अनि त्यसपछि आफ्नो बिस्तारा मिलाउन आउँछु। बेड सुरुमै नमिलाएपछि चाहिँ दिउँसभरि जे काम भए पनि यो दिमाग जति चाहिँ मेरो बेड मिलाएको थिइनँ भन्ने भइहाल्छ। त्यही भएर चाहिँ आफू सुतेर उठेको ओछ्यान बिहानै मिलायो भने चाहिँ दिउँसभरि फ्रेस भए जस्तो लाग्छ हैन। अनि यो बेड मिलाएर चिटिक्क रुम बनाइसकेपछि चाहिँ आफ्नो दिनचर्या सुरु हुन्छ। मेरो चाहिँ यो बेडमा चाहिँ म खासै अब आउँदिनँ। अनि बेड मिलाइसकेपछि दिनमा 1 कप चिया नखाए त मेरो दिमाग दिउँसभरि दुखेकै जस्तो फिल हुन्छ। छोरीले पचाइरहेको छ मलाई यहाँ म पनि जान्छु भनेर। अनि मैले नानीलाई सुताइदिएँ। नानी सुताइसकेपछि चाहिँ आफूले ढुक्कले काम गर्न पाउँछ। नानीको लुगाहरू सबै धुन पर्ने भएको थियो। नानी सुतुन्जेल लुगा धोएर छिटो गरेर सुकाएँ। अब यो सबै लुगाहरू, यो सानो लुगा चाहिँ सानो भाँडा जस्तै हुने, देख्दा थोरै देखिने, अनि टाइम भने कति लाग्ने हो हैन। हाम्रो लुगा भयो फ्याटफुट मिचमाच पऱ्यो भयो। यो सानो लुगामा त सुसु गनाउने हो कि खाएको दाग लाग्ने हो कि के हो। अनि त्यसपछि बेडसिटहरू सबै झिकेको थिएँ, मेसिनमा हाल्न पर्ने भएको थियो। अनि बेडसिटहरू सबै मेसिनमा हालेँ। त्यतिन्जेलसम्म फेरि छोरी उठिसके। के गर्नु, सुत्दिनँ है, उसलाई टाइम दिन परिहाल्यो। अनि छोरीलाई दुध खुवाएर उठाएर फेरि जाउला खाउन लगेँ मैले। दिनमा उसलाई खुवाउने, सुताउने, उठाउने गर्दैमा मेरो चाहिँ दिन यत्तिकैमा बित्छ। अनि जाउलो खाइसकेपछि उसको नाना फेरिदिएँ अनि टिकी लगाइदिएँ। टिकी बाङ्गो भएछ, मैले लगाइदिएको टिकी उसले फेरि यहाँ खोज्न आइरहेछ टिकी। अनि देखाइदिएको मक्क परिरहेछ नक्कल पारेर। नक्कली चाहिँ मेरो छोरी त के हार्ने, यस्तै नक्कली चाहिँ। अनि त्यसपछि बोतलहरू खाली धेरै भएको थियो। गर्मी महिनामा त कोकहरू धेरै खाइने, अनि छोरीलाई प्राय मिनरल वाटर नै खाइरहेको हुन्छु। अनि बोतलहरू लास्टै धेरै भइरहेको थियो, फटाफट भरे मैले। यो खानेपानी यो चाहिँ गर्मी महिनामा चाहिँ पानी आउने बेलामा चाहिँ कहिले आउँछ कहिले आउँदैन जस्तो हुन्छ क्या। त्यही भएर भरेर राखेँ, ढुक्कै लाग्छ मलाई चाहिँ। अनि भरेँ। त्यतिन्जेल खाना खाने बेला भयो। मैले अनि खाना खाएँ। खाना खाइसकेपछि फेरि अब त्यो धना भ्याउन्जेल त नानीलाई अर्कोचोटि खुवाउने बेला भइसक्यो। अनि एग बोइल गरेर अनि एप्पल प्युरी बनाउन खोज्दैछु। अब के खुवाउने, दिनमा के खुवाउने होला भनेर दिन बित्छ। यो खुवाएँ अब अर्कोचोटि के खुवाउने, यो खुवाएँ अर्कोचोटि के खुवाउने है। मलाई मात्रै यस्तो हुने हो कि हजुरहरूलाई पनि यस्तै हुन्छ, कमेन्ट गर्नु होला। अनि अघि धोएको लुगा भ्याइयो धोएर अब फेरि सुकाउन लिएर जानु पर्यो। घाम पनि टन्टलापु लाग्थ्यो आज, एकछिनमै सुक्छ होला। अचेलको वेदर, एकछिनमा घाम लाग्छ, एकछिनमा हावाहुरी चल्छ, एकैछिनमा पानी पर्छ। हाम्रोतिर मात्रै यस्तो हो कि हजुरहरूकोतिर पनि यस्तै हुन्छ हैन। लुगा सुकाइ भ्याएपछि चाहिँ अब यो एक पनि बोइल भएछ, यसलाई चाहिँ साइडमा झिकेर अब म एकछिन फ्रेस हुन्छु भनेर आफ्नो लागि टाइम निकालेर सावर लिन जान्छु। अनि म फ्रेस भएँ। फ्रेस भइसकेपछि अब फेरि अर्को काम भनेको छोरीलाई खुवाउने बेला भइसक्यो फेरि। अनि प्युरी बनाएर नानीलाई फटाफट खुवाउन थालेँ। अलि दिउँसोको टाइम चाहिँ एकछिन झगडा गर्छ, किनभने बिहान 2 चोटि खाइसकेको हुन्छ नि त, पेट भरिया हुन्छ। अनि त्यसपछि खेलाउन लगेँ छोरीलाई। पेट भराएर उसलाई तलतिर मकेमा राखेर खेलाएँ। अनि फेरि अर्कोचोटि खुवाउने बेला भयो। अब यतिखेर चाहिँ मैले लिटो बनाउँदैछु। के खुवाउने है। म त आज फेरि उसलाई 2 टाइम लिटो भइदियो। खासै 2 टाइम लिटो खुवाउन त नहुने होला जस्तो लाग्छ। अब के खुवाउने त, खोइ फेरि बेलुका जाउलो पनि खान्छ, यस्तै छ। यदि तपाईँहरूले यहाँसम्म हेरिदिनु भयो र अरू भिडियो पनि हेर्न चाहनुहुन्छ भने प्लिज सब्सक्राइब टु माई च्यानल। ल बाई।